यो के बनाउँदैछ? यो चाहिँ मोमो बनाउँदैछु एको। अच्छा, हाम्रो भेज मोमो हो। हजुर, के हाल्छ मोमोमा? यसमा हाल्छ गाजर, बिन्स अनि यो गोबी भयो, क्यारेट अनि धेरै त्यो हाम्रो के जान्छ, केमा जान्छ यो मोमोमा? यो चाहिँ झोल मोमोमा जान्छ, झोलमा जान्छ अनि फ्राईमा जान्छ, स्टिम मोमो अनि स्टिममा जान्छ अनि फ्राई मोमो जान्छ। हाम्रो यो मात्रै मोमो बन्छ कि अरू पनि बन्छ यहाँ? अरू पनि बन्छ, चिकन छ। हाम्रो इम्पोर्टेड मोमो पनि छ, बिट स्टार्च, पोटाटो स्टार्च। सो गाइज, भाइले अलिकति बोल्नु अलिकति अप्ठ्यारो मान्छ। हाम्रो इम्पोर्टेड आइटमहरू पनि छ र भेज मोमो पनि यो हाम्रो देशी स्टाइलमा बन्छ र देशी स्टाइल हर जग्गा चल्छ, पुरै रेस्टुरेन्टमा चल्छ, क्लाउड किचनमा चल्छ, हर जग्गा चल्छ। तर अहिले हाम्रो यहाँनिर चाहिँ हाम्रो यसको टपिङ गरेको यही हो। इम्पोर्टेड आइटम पनि छ हाम्रो, जस्तो हारगाउँहरू छ, चिल्ली वेल डिमसम्म, भेज चिल्ली वेल डिमसम्म मैले कति भिडियोहरू हालेको छु भाइको साथमा। र हामीले यहाँ यसको टपिङ दिएर आएको कि हाम्रो सबसे ज्यादा हाम्रो लोकल मोमो भन्छ या चाहे देशी मोमो भन्नु है तपाईँहरूको सामने, हाम्रो यो भाइले भन्न नजानेको, त्यही कारणले मैले यसलाई अलिकति भिडियोमा निकालेको यो मोमोको लागि। हाम्रो कति किलोको हो भाइ यो? यो चाहिँ 2 किलोको। 2 किलोको हो। अच्छा, तो हाम्रो सो गाइज आज यही हो होइन भाइ, हामीले बनाउनु पर्ने यही हो। अब यही भेजिटेबल मोमो भाइले कति राम्रो, धेरै राम्रो बनाउँछ नि भाइ। कुन ताइची बाउमा आउनुहोस्, अर्डर गर्नुहोस्, जोमेटो, अनलाइन किचन। हजुर, अनलाइन किचन हो चाहिँ यो चाहिँ। ल धन्यवाद। ल भाइ, यो अब राम्रोसँगले काट्नु है। हजुर, यसलाई बढिया तरिकाले यसलाई के गर्ने अब काटेर अब थोरै पकाउने अहिले। ल हेर्नुहोस् गाइस, अब हाम्रो यो सानो हाम्रो सेफ छ, हाम्रो यो सचिन भाइ हो, हाम्रो बाजुराको हो। यहाँ हाम्रो सबसे बेस्ट काम गर्ने मान्छे एउटा भाइ हो, काम सिकिरहेछ, बहुत कुछ काम सिकेछ, सुसी पनि सिक्यो। यो भाइले मोमो पनि बनाउनु सिक्यो, चिकन मोमो, भेज मोमो, उहाँले सबै हेर्नुहुन्छ र उहाँ भाइलाई म प्रमोट गर्दैछु। आजको हाम्रो यही टपिङ हो र तपाईँहरूले फेरि पनि अर्को नेक्स्ट भिडियोमा आएर फेरि यो भाइकै बारेमा चाहे मेरो बारेमा कुनै पनि भिडियोहरू म हजुरकोमा सेयर गरिदिन्छु। हजुरहरूकोमा यो फेसबुक, युट्युब, टिकटक एन्ड लाइकमा गर्ने हो। तर तपाईँहरूले हामीहरूलाई सपोर्ट गरिदिनु होला। तपाईँहरूको सामने हामी सधैँभरि फेसबुकमा, युट्युबमा, टिकटकमा आइरहन्छ। तपाईँहरूलाई राम्रो भिडियो चाहे नराम्रो भिडियो भने हजुरहरूले हामीलाई लाइक एन्ड सेयर गरिदिनु होला। र यो भाइ पनि बहुतै महत्त्वपूर्ण, उहाँको एकदम मेहनतिलो गरिरहनु भएको छ। उहाँले नभने पनि कमसेकम कति महिना भयो भाइ काम गरेको यहाँ? 5 महिना भयो। अच्छा, तो 5 महिनामा बहुत कुछ काम सिक्यो है भाइ? हजुर। के बनाउनु सिक्यो भाइ? मोमो बनाउन सिक्यो, नुडल राइस हाल्न सिक्यो, सुसी बनाउन सिक्यो। अच्छा, तो भाइ तिमी त अब आउने समयमा, तिमी आउने युवा जेनेरेसन, यङ जेनेरेसनमा तिमीले बहुत कुरो सिकिसकेको छ। आउने फ्युचरमा तिमी एकदम राम्रो ठुलो सेफ बन्न तो दरकारमा जाँदैछौ है? ल ल ल, बहुत बेहतरिन। तिमी जस्तो युवाहरू अगाडि बढेको बहुत खुसी लाग्छ मलाई। धेरै राम्रो काम गरेको। अनि भाइ तिम्रो यो अलिकति कपडा न धेरै काम गरेर गन्दा भएको हो? हजुर, यो अच्छा, 2 दिन भयो। यहाँ हेर्नु, हाम्रो भाइले कति मेहनत गरिकन कसरी चप गरिरहनु भएको छ। ल हेर्नुहोस् है, मलाई पत्तागोबी काटेको यो मोमोजको लागि। र सबैजनाले भन्नुहुन्छ होला कि यस्तो पत्तागोबीको मोमो, क्यारेटको मोमो, एन्ड तपाईँहरूले सोच्नुहुन्छ होला नै, हाम्रो जुन हिसाबले हाम्रो रेस्टुरेन्टमा जो एकदम बिक्ने भनेको हाम्रो मोमो हो, और जति पनि डिमसम हो, सुसी हो, अल चाइनिज आइटम हो। र तपाईँहरूले हामीलाई यो नसोच्नु होला ढाबामा यो गरिरहेछ केटाहरूले, यस्तो ढाबाको मोमो बनाए होइन। हजुर, हामी सबै यो एउटा सानै लेभलबाट उठेर हामी माथिसम्म जाने हो। हजुरहरूले कतै पनि गलतहरू नसोचिदिनु होला। हामी सानै चिज लिएर हामी ठुलो बन्न कोसिस गर्दैछौँ र हामी पनि सानो चिजबाट ठुलो बन्नलाई बहुत अगाडि मेहनत गरिदिएको हो र यो चिजलाई सानो देखेर हामी ठुलो बन्न चाहन्छ। सो गाइज, आज यो हाम्रो भाइले यसैको टपिङमा हाम्रो भाइले बहुत मेहनतले गरिरहेछ होइन भाइ? यसमा केमा हाल्ने नि? अब यो चाहिँ गरम पानीमा हाल्ने हो। अच्छा, के हाल्छ भाइ यसमा? के एड गर्छ?
यसमा एड गर्छ अनि यसमा थोरै गाजर हाल्छ अनि यसको मिजा रेडी गर्नको लागि धेरै चिजहरू हुन्छ त्यो कुरा भन्ने छु अहिले। अच्छा केही छैन भाइ, मेहनत गर्दै जाऊ, अगाडिको इन फ्युचरको लागि तिमी बहुत अगाडि बढ्नेछौ। यसको लागि म प्राउड हुन्छ र तिमी धेरै अगाडि बढेर बहुत कुछ सिक्नु, सानै लेभलबाटै सिक्नुपर्छ होइन। मान्छे जन्मेपछि एकैचोटि त कोही यो संसारमा यो जति पनि पृथ्वी सृष्टिमा जति पनि बडे 5 स्टार होटल जति पनि इन्डस्ट्रीमा गरिरहेछ हस्पिटालिटीको सेफहरू हुनुहुन्छ, उहाँहरू पनि सानैबाट ठुलो भएको हो र सिकेर कोही मेहनत गरेर कोही आइएचएम गरेर कोही डिग्री गरेर कोही यसरी अगाडि बढ्नु भएको छ। र हामी चाहिँ डिग्री सिग्री त गरिएन, हेर्नुहोस् है, हामी चाहिँ सानो अलिकति लेभल लाएर हामी सानो लेभलकै हिसाबबाट हामी अगाडि बढ्न चाहन्छौँ। हामी खास त्यति पढे लेखेको पनि होइन, डिग्री गरेको पनि होइन, र हामीले मेहनत गरेर अगाडि बढ्न हामी यति हामीलाई प्राउड लाग्छ कि हामी मेहनत गरेर अगाडि बढ्न कोसिस गर्ने जारी गर्दैछु। र आज यसैको बारेमा हामीले भाइलाई मैले यो भिडियो गराउनुको कारण यही हो। भाइ अब अलिकति यसलाई ब्लान्च गर्ने होला नि होइन? हजुर। ल यसको ल म यसको चट्ट भाँडा देखाइदिन्छु। ल ओहो, ल यसमा पतिलामा के हो नि भाइ त्यो? चाहिँ गोबी हो। अच्छा। पत्ता गोबी। नै यो अलिकति पतिलामा अलि त्यो मैदा चुक्किएको जस्तो भयो। अच्छा ल कोही छैन, इट्स ओके। ल आजको लागि सो गाइज यही भिडियो हो। हामी हजुरहरूको सामने अर्को भिडियो लिएर हाम्रो यो भाइको सामने, यो भाइ हाम्रो बहुत मेहनतिलो भाइ र यो भाइ हाम्रो अगाडि बढ्नेमा यङ जेनेरेसन युवा जिएनजीको केटा हो र सेफ बन्ने आउने समयमा केटा पनि हो, सेफ पनि हो। उहाँको नाम हो सचिन। ल थ्याङ्क यू सो मच। ल के भन्न चाहन्छ तपाईँले? केही छैन, धन्यवाद। लाइक कमेन्ट सेयर गरिदिनु होला। अच्छा धन्यवाद। ओके। ल तपाईँको भेज मोमोकै हो नि भाइ? हजुर ल यसरी चप गर्छ हो? हजुर। हाम्रो भाइले राम्रो तरिकाले मोमो बनाएको छ, यही हो लास्ट यो मिजा हो। ल हेर्नुहोस् है सर, हाम्रो यो यहाँ हाम्रो भाइले यो मोमो बनाएको छ। ल है, ल आजको यही हो भाइ, यही हो मैले यो बनाएको जो भिडियो बनाएको थिएँ नि मोमोको टपिङ। ल थ्याङ्क यू भाइ। अरू के भन्नु छ? केही भन्नु छैन, लाइक कमेन्ट सेयर चाहिँ गरिदिनु होला। दिनुहोस् न।